रेग्मीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। गाउँपालिका आजको विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनको लागि सिम्ता गाउँपालिका शिक्षा अधिकारी विशेष अतिथिको आसन गरिदिनको लागि म अनुरोध गर्न चाहन्छु। र यसै गरी आजको अतिथिको आसन गरिदिनको लागि यसै विद्यालयका महिना 15 गते रहेछ, 10 महिना 15 गते उहाँले शिक्षण सेवामा धेरै पहिलेदेखि नै रोक्न सक्दैन भुल गए सम्झनालाई याद भए मायालु भएको साथ पेसाबाट चाहिँ अवकाश प्राप्त गरिसक्नु भएको अवस्थामा यस विद्यालयमा आयोजना हुन गइरहेको विदाई कार्यक्रमका आदरणीय सभा अध्यक्षज्यू रचनात्मक सल्लाह सुझाव आएर हामीले केही कदम शिक्षालाई चाहिँ परिवर्तन गर्नुपर्ने छ भन्ने लागेर केही कुराहरू निर्णय गरेर त्यस्ता खालका कार्यक्रमहरू पनि तय गरेका छौँ। यो कुराबाट पनि उहाँलाई सम्मान व्यक्त गर्न चाहन्छु, किन भन्दाखेरि
ताली ताली गाउँपालिका उपाध्यक्ष गोमा रेग्मीज्यू, विशिष्ट अतिथि आदरणीय गुरु मानबहादुर सिंहज्यू, हाम्रा आदरणीय गुरु जसले आफ्नो सेवा अवधिभर शिक्षक, स्रोत व्यक्ति र प्रधानाध्यापकको लामो अनुभव सँगाल्नु भएको आजको यस महत्त्वपूर्ण कार्यक्रममा शिक्षण पेसाबाट कति लामो समयसम्म एकदमै धेरै क्वालिफाइड शिक्षक यहाँ नियुक्ति हुनुहुन्छ भने यो सामुदायिक विद्यालयमा हामीले धेरै ध्यान दिएका छैनौँ। मैले गाडी गुडिरहेको देख्छु, बस पनि यहाँसम्म पनि आउँछ होला जस्तो लाग्छ। बोर्डिङका विद्यालयमा जो कि प्रमाणित हुनेछ मैले गरेका, मैले प्राइभेट लेभलमा पढाएको टिचरको पनि यति सम्मान गर्नुभयो भने अध्यक्षज्यूले जम्मा 1318 मतले जित्नु भएको थियो भने मैले 880 मतले जित्न सफल भएँ। उपाध्यक्ष कोबाट आएको भन्दा शिक्षकबाट आएको। शिक्षकले राम्रो नराम्रो कुरा कहिल्यै सिकाउँदैनन्, शिक्षकले कसैलाई अपमान गर्दैनन्, शिक्षकले कसैलाई तेरो यो मेरो भनेर भेदभाव गर्ने भावना कहिल्यै हुँदैन। त्यसकारण भाइ बहिनीहरूले के गर्नु पर्यो भन्दा शिक्षकले दिएका ती उपदेशहरू सधैँ तपाईँहरूको मनन गरेर आफ्नो व्यवहारमा लागू हुनेछ भने म तपाईँहरूलाई पनि शुभकामना व्यक्त गर्न चाहन्छु। किन भन्दा आजका साना भाइ बहिनीहरू तपाईँहरू भोलिका तुला कर्णधार बन्ने, तपाईँहरूको यो देशलाई, यो समाजलाई, यो गाउँपालिकालाई कतातिर लैजाने त भने तपाईँहरूको हातमा हुनेछ। आज जेएनजीओले राम्रो कुरा उठाइरहेका छन्। हामी बिदाई गर्न गइरहेका छौँ। त्यसको लागि प्रमुख अतिथि, विशेष अतिथि मैले धेरैचोटि नाम उच्चारण गरिसकेँ र सबैले एकचोटि ताली बजाउँ। सबैले हाम्रो एकदमै शैक्षिक क्षेत्रका धरोहर व्यक्तित्व जति प्रशंसा गरे पनि नसकिने नथाक्ने र शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएका व्यक्तित्व हाम्रो यसै विद्यालयका भूतपूर्व श्री मानबहादुर सिंहज्यूलाई हामीले खादा लगाएर विदाई कार्यक्रम गर्दैछौँ। यसमा हामी समय भएमा यसपछि केही विद्या जोड्न सक्नेछौँ भन्दै हामी यसमा जोडिनेछौँ। त्यसपछि हामी बाँकी कार्यक्रम अगाडि बढाउनेछौँ। सबैले ताली बजाउँ। धेरै धेरै धन्यवाद हाम्रो प्रमुख अतिथिज्यूलाई। यसै गरी उपाध्यक्ष के भन्छ पुरा अध्यक्ष श्री कविराज सिंहज्यूलाई पनि धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद हाम्रो बुद्धि सरलाई। भिडियो कन्टिन्यू गर्नु। धेरै धेरै धन्यवाद विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य आजका सभा अध्यक्ष टेकनारायण विद्याज्यूलाई। उहाँले दिँदै हुनुहुन्छ।
धेरै धेरै धन्यवाद। यो समय दिनु न है, यसो रेकर्ड गरिदिनु न है। यसै क्रममा कोही ल एकछिन विद्यालयको तर्फबाट त्यो प्रशंसा पत्र छ, त्यसलाई हाम्रो अलिकति फोटोमा पनि धेरै धेरै धन्यवाद प्रमुख अतिथिज्यू लगायत हामी यसैमा जोड्दैछौँ। हामी त्यसै गरी हाम्रो दीपक सरले पनि दीपक दलामी सरले पनि आफ्नो उपहार प्रदान गर्न लगाउन चाहन्छु। यसै क्रममा सम्मानित व्यक्ति र प्राज्ञिक व्यक्तित्वहरू यहाँहरू सबैलाई म हृदयदेखि नमन गर्न चाहन्छु। सबैले स्वीकार्नुहोस् मेरो न्यानो अभिवादन। ख्याल गर्दा